बुट चाहिँ मलाई यही नै मन पर्यो यो एक जोर बुट प्याक गरिदिनुस् मलाई एक जोर मोजा पनि राखिदिनुस् ल तपाईँको चोइस चाहिँ जहिले पनि बबालै हुन्छ यार बबालै लाग्छ कि जहिले पनि तपाईँको चोइस चाहिँ खै सधैँ आइरहनु हुन्छ अब मोजा त गतिले दिनु पऱ्यो बबाले दिनु पऱ्यो एक महिना लाउँदा पनि नगराउने मोजा भनेको चाहिँ यही मोजा हो तपाईँले ट्याक्क लगाएर कति पऱ्यो मेरो क्यालकुलेसन हिसाबले भन्दाखेरि चाहिँ अरूलाई भन्दा मिलाउनु पऱ्यो 15,500 बुटको दिनुहोस् है 15,500 बुटको भनेदेखि 500 सक्सको मात्र है त गर्दाखेरि 16,000 टोटल दिनु पऱ्यो हजुरले हुँदैन यसो त हुँदैन म मोजाको 15,500 दिन्छु बुटको 500 रुपियाँ दिन्छु जम्मा 16,000 रुपियाँ दिन्छु ल हुन्छ कि हुँदैन ल भन्नुहोस् हुन्छ कि हुँदैन एउटै त हो हुन्छ भने प्याक गरिदिइहाल्नुहोस् ल ल ल ल ल 16,000 रुपियाँ तपाईँले यो क्युआरमा ट्याक्क लगाएर हालिदिनुहोस् मलाई क्युआर गरिदिनु म आज नखतै दिन्छु सधैँ क्युआर गरेर नखतै दिन्छु आज ल नगदै दिनु भयो नगदै गरिदिनुहोस् न त 16,000 गरिदिनुहोस् ल ट्याक्क लगाएर भइहाल्यो सधैँ आउनुहुन्छ अनि कहिले के भन्नुहुन्छ कहिले के भन्नुहुन्छ यार भइगयो त नगदै दिनु भयो ल यो मैले 15,500 को मोजा त लगेर तपाईँले राख्नुहोस् यो तपाईँको बुटको 500 रुपियाँ राख्नुहोस् ल लौ भयो होइन त कहाँ यसरी हुन्छ भने ए दाइ यता हेर्नुहोस् त तपाईँ गाडीको चाबी छुट्यो गाडीको चाबी छुट्यो त्यो गाडीको चाबी तपाईँकै हो तपाईँको काउन्टरबाट निकाले मैले तपाईँले राख्नुहोस् ल लौ हो पागल पो रहेछ यार